अबहरु हामी सबै किसानको नमस्कार। आज हामीले कसरी हामीले अर्गानिक चीज उब्जाउ गरेर खाने अनि भनेर हामीले आफै उब्जाउ गरेर आफै खाने कन्डिसनमा गइरहेका छौं। त्यसको बारेमा हामीलाई आज बर्थडे भएका महानुभावहरूले के भन्न चाहनु भएको छ, तै पनि काम गरिराख्नु भएको छ। उहाँ आज मेरो बर्थडे, त्यही पनि काम गरिरहेको छु। हो घर घर नापा घर भाउ घर हो। अब हामी यो हाम्रो जियोस यो के अरे हाम्रो असैलालेलाई सोध्न गइरहेको। असैलाले भनौँ त हजुर के भनौँ भन्नुस्। यो हामीले कसरी उब्जाउ गर्यौं? बसेर काम गर अनि सोध्ने भन्न न। पहिला बसेर तुम पनि काम गर्न थाल, त्यसपछि कुरा गर्दै गरौँ न। थाली आऊ भाउ, थाली आऊ, 2 वर्ष थाली आऊ। 2 वर्ष भन भाउ, भन न अब केही के भन्नु? केही भन रे। के पहिला सुरुमा ल्याऊ नि। केही ल्याऊ रे। यसलाई भात दिनु पर्यो जस्तो छ। पनि वातावरण भोक लागेछ भाले। यसलाई भात दिनु पर्यो जस्तो छ। यसलाई भात यसको बारेमा हामीले ठुलै मान्छेलाई सोध्ने छौं। वै मुङमै नल्याएको मुखारविन्दबाट हामीले कस्ता शब्द सुनिन्छ, के कस्ता उपदेश पाइन्छ भनौँ त। हामीले ठुलै मान्छेको मुखबाट जवाब सुन्न चाहन्छौँ। हामीले यो कृषि कसरी गर्दा राम्रो हुन्छ र कसरी गर्दा फल्छ भन्ने हामीले ठुलै मान्छेको मुखारविन्दबाट सोध्न गइरहेका छौँ। ल बजैज्यू केही भन्नुहोस्। बजैजी ल ल मानिलौँ क्या भनाइ गर। म किसानको छोरी हो। मेरो घरमा यत्रो सेरोफेरो जग्गा छ। त्यो भएर चाहिँ म छुट्टीको बेला आएर आफू लगायत मेरो प्यारो प्यारो भाइ बहिनी नाति नतिनाहरूलाई पनि काम गर्न सिकाउँछु र उत्प्रेरित गर्छु। नै भात गिज्ने काम गर्नुभन्दा पनि खेतबारीमा केही फलाउन सिक्नुहोस्। त्यसले गर्दा भोलि जिउन सजिलो हो। सबैले सुन्यौ नि, भोलिदेखि त्यही काम गर्नु, मोबाइल मात्र नछिच्नु छुट्टिया बेला। जा जा सबै काम गर्न जा। वाउ जा। भोलि हेर्न आन्टी।